जुन निर्देशक जुन समुदायबाट हुन्छ त्यहीँको भौगोलिक संरचना उहाँसँग बस्दा उहाँले गर्ने कुराहरू उहाँले गर्ने नेचर अनि उहाँले भनेका कुराहरूबाट केही कुराहरू लिने तान्ने काम गरेँ। अब म विशेष त डेप्थमा पुग्न लिम्बू समुदायको संस्कृति त्यहाँको उठान कसरी भएको त्यो चाहिँ दाइकै मुखबाट जे सुन्यो त्यसैको आधारमा र दाइको बुवाको मेजर सिंह हुनुहुन्छ उहाँसँग बसेर उहाँ पनि वडा अध्यक्ष हुनुहुन्थ्यो त्यो हिसाबले उहाँसँग गरेको चर्चा कुराहरू ती कुराहरूबाट यी कुराहरू चाहिँ बुझ्ने मौका पाइयो। इन डेप्थमा त गएको होइन तर डेप्थमा जाँदै गर्दा किनकि म दाइहरूसँग नजिक छु राई कम्युनिटी लिम्बू कम्युनिटीबाट अलि बढी नजिक छु म बढी अरू कम्युनिटी भन्दा अनि त्यो हिसाबले चाहिँ मलाई धेरै डेप्थसम्म नपुगिकन धेरै कुराहरू ज्ञान र के कुरा दाइहरूले भनिदिएको आधारमा गर्न सक्ने भएको हिसाबले धेरै त गफै दिएर धेरै पुगी भन्दैन तर जस 50-50 चाहिँ मैले खोजेको थाहा पाएको बुझेको अवस्था चाहिँ हो।